थियो टार्गेट थियो अलिकति बढी होला कि जस्तो भएको छ ढिला सकिएला जस्तो लागिरहेछ तर त्यही पनि हामी प्रयास जारी छ अलिकति एउटा प्रिन्टरले अलिकति धोका दिइरहेछ त्यही पनि एकछिन 10-15 मिनट रोकेर अब सुचारू भइरहेछ ठिकै छ अनि यहाँ नेपाली दाजुभाइहरू हुनुहुन्छ तपाईहरू जो स्वयंसेवकको रूपमा खटिनु भएको छ असाध्यै राम्रोसँग अनुशासित भएर सहयोग गरिरहनु भएको छ आउने दाजुभाइहरूलाई पनि गाइड गरिरहनु भएको छ हामीलाई पनि सहयोग गरिरहनु भएको छ तपाईहरुको सहयोगले पनि यो स्मुथली काम हुन सकिरहेछ हामी त 4-5 जना आएको छौं हाम्रो मात्रै भरमा त के हुन्थ्यो र मुस्किल हुन्थ्यो गाह्रो हुन्थ्यो तर तपाईहरुको सहयोगमा असाध्यै सजिलोसँग भइरहेको छ खुसी लागेको छ हेरौँ भरेसम्म कति सकिन्छ है ठीक छ सर हवस् धन्यवाद हाम्रो चाहिँ यो शिविर एकदम मानव चलिरहेछ सागा गाउँको सरहरू एकदम खटिराख्नु भएको छ काममा लागिरहनु भएको छ एकदमै सभ्य र भव्यताका साथ चलिरहेको छ हाम्रो शिविर ज्ञानु सर नमस्ते के छ सर हाम्रो कस्तो चलिरहेछ हाम्रो शिविर आजको हजुर के छ सर हाम्रो कस्तो चलिरहेछ आजको शिविर पासपोर्ट नवीकरण एकदम सुपर फास्ट चलिरहेछ हजुर 150 मा पुग्यो अहिले हामी हजुर कति 400 जना जति छन् टोटल हजुर 400-500 जना जति झन्डै 500 जनाको हाराहारीमा होला है सर हाम्रो साथीहरू चाहिँ यतातिर भेरिफाई गराउनको लागि यतातिर चाहिँ सरहरूले खुट्टाहरू खिच्ने गरिरहनु भएको छ यता चाहिँ साथीहरू राजस्व तिर्नेतिरको लाइन नमस्ते सर नमस्ते यो के छ सर आराम हुन्छ कस्तो चलिरहेछ हाम्रो यो पासपोर्ट नवीकरण एकदम ठिक छ एकदम राम्रो छ एकदम राम्रो भइरहेछ अहिले वेटिङ भयो अहिले 153 अनि हाम्रो टोकन भनेको लगभग 500 को हाराहारीमा जान्छ हजुर एकदम ठिक छ एकदम आकलन त्यति 500 को छ है एकदम ठिक छ 500 को छ हाराहारी 500 को छ धन्यवाद ल यहाँ चाहिँ इन्ट्री गराउनेको लाइन हो सबै बस्नु चाहिँ शान्त भएर है ल अब सबैको काम हुन्छ ल साथीहरू चाहिँ इन्ट्री गराउने यो टोकन लिएर चाहिँ लाइनमा बसिराख्नु भएको छ ल म दिन्छु अहिले एकछिन बखत दुईजना है क्यामेरा समाउँदा ल यो चाहिँ हाम्रो इन्टरग्राम लाइन त्यो प्रिन्टमा नि हजुर यहाँ चाहिँ त्यो ड्राइभर चाहिँ के गरेछ भन्दा नाट्य चम्पा रहेछ यहाँ थाहा परेछ यो मिल्छ यहाँभित्र मिल्छ आनन्दले मिल्छ यो चाहिँ इन्टरग्राम लाइन यहाँ साथीहरू लाइन आरामले मिल्छ यतातिर पनि देखो भाइ हाम्रो यो 4 अप्रिल 2025 को पासपोर्ट नवीकरण शिविर शाखाका अल्जोकको है साथीहरू सबै एकदम लगभग 500 को हाराहारीमा आउनु भएको छ लाइनमै हुनुहुन्छ है त बोलेको माइक लगाइदिएछ सरी दाइ उहाँ दुईजना सरहरूलाई चाहिँ टोकन दिनु पर्यो नि टोकन दुईटा चेकिङ गराएर आउँछ है त्यसो सबै घुमायो त्यसपछि आउँछ है दुईटा मात्रै भयो तपाईँहरूको ल ठिक छ बधाई छ अब 1 महिनापछि आउँछ है पासपोर्ट चाहिँ एकछिन पकाउनु है वेट गर्नु ल साथीहरूको आउने क्रम जारी छ
हल्का हल्का गर्मी भएको अवस्था यहाँ चाहिँ अनलाइन फारमहरू नभरेका प्रिन्ट आउट हजुर सर नमस्कार सञ्चय ए हजुर आराम हुन्छ हजुर हजुर के छ अलिकति लाइट छोड्दैन लाइट छोडिदिनु त हजुर एकदम सन्चै सर अनलाइन फारमहरू धमाधम भइराख्नु भएको छ हजुर फार्म भर्दैछ सर साथीहरू थुप्रै हुनुहुन्छ है हजुर थुप्रै छ लगभग 4-450 पुग्ला अनुमानित 500 को हाराहारी मैले हाराहारी आकलन गरेको छु भन्नुपर्दा यो सबै साथीहरू पासपोर्ट उहाँहरू अनलाइन फारमको लागि फारमको लागि बस्नु भएको छ है हजुर के छ तपाईँहरूको भइसक्यो हो काम पर्खिनु भएको छ पासपोर्टमा कोही हुनुहुन्छ अरू साथीहरू अनलाइन फारम भर्नेको लाइन हो तपाईँहरूको रसिद नल्याए पासपोर्ट पाउनु के छ सर एकदम ठिक छ सर नमस्कार कस्तो चलिरहेछ आज यो शाखाको एकदम राम्रो भएको छ आज सही समयमा सुचारू भएको छ लगभग अहिलेसम्म 300 भन्दा माथिको हाराहारीमा पासपोर्ट बनाउने ऊ भइसकेको छ हाराहारी 500 को हाराहारी भने अनुमान गरिएको छ समूह सङ्घ संस्थाहरू साथीहरू सबैलाई धन्यवाद दिन चाहन्छु अब नेपाली राजदूतावास छँदैछ नेपाली प्रवासी समाज शाखाका भइहाल्यो जे होस् जुन किसिमबाट पहिलेका दिनहरूमा भएका थिए त्यही किसिमबाट चाहिँ यो वर्ष पनि राम्रो भएको छ सबैले यहाँ चाहिँ लगभग रियाद जाँदा 1200-1500 लाग्थ्यो भने म्याक्सिमम 200-250 मा यहाँ बनाउन पाएछन् सबैजना खुसी छन् पासपोर्ट नवीकरण राजस्व सिर्फ 200 रियाल हजुर हराएको चेतिएको तपाईँ आगो लागेको छ भने 300 रियाल 300 रियाल हजुर ल ठिक छ खै साथीहरू चाहिँ यहाँ लाइनमा बसिराख्नु भएको छ भित्र बस्नु अवस्था खै अलिकति बाटो खै यता हेरेको खै ए मान्ले के छ बोल्ने होइन के भइरहेछ ल हामीले चाहिँ नेपाली चेलीहरू पनि पासपोर्ट बनाउन आउनु भएको छ बनाएर चाहिँ यहाँ बस्नु भएको छ